घरबाट हिँडेको 1 घण्टापछि ढेडु नै ढेडु भरिएका दुवै रुखको बीचबाट मैले अलि पर देखेँ घरै घर। आकाशतिर उडिरहेको धुवाँ, यही हो कटासे बजार। बजार छेउको काठको पुलमा पुगेपछि बाले साइकल रोक्नुभयो, मलाई झारिदिनुभयो। पहिला बाले साइकल तार्नुभयो अनि मलाई। बजार पुग्ने बित्तिकै मैले बाको हात समाएँ। कति हुन् मान्छे! बजारमा कुकुर यताउति गरिरहेका थिए। मान्छेहरूले बाटोमै आगो बालेर ठुल्ठुला डेक्चीमा घिउ तताइरहेका थिए। आखिरमा 15 दिनपछि बैंक सर्यो। कटासे आएको 2 वर्ष त भएको थियो। बैंक बसेको एक तले सेतो रङको पक्की घर खाली भयो, रित्तो रित्तो। गुरुर र केटाकेटी घरको छतमा दगुर्न थाले, गुच्चा र खोपी खेल्न थाले। रोकोस् कसले? छाती फुलाउने गाड थिएन। धेरैजसो टिकापुर पुगे, नयाँ खाता खोलेर फर्किए। तीमध्ये बा पनि हुनुहुन्थ्यो। हामीसित 4,75,000 रुपैयाँ थिए। मैले त्यसै बेला थाहा पाएको थिएँ। बिस्तारै कटासेका गल्लीहरूमा हटेरू जुत्ता थपिन छाडे। हटेरू आउनै छाडे। सबै हटेरू चिसापानीबाट फर्किन्छन्। बजारमा गाईगुई हल्ला फैलियो। कहिलेकाहीँ बाटो बिराए चाहिँ हटेरू आउँथे, तर ती त पुराना हिसाब किताब मिलाउन आउँथे। हटेरू कटासे झर्न छाडेपछि कैयौँ बसको रुट फेरियो। त्यो चिसापानीबाट लम्की र लम्कीबाट टिकापुर दगुर्न थाले। कटासे आइपुग्ने त एकदम थोत्रा र अगाडिको गुलुबविहीन बस। ट्रक त कसैले सामान ल्याए पो आउँदा हुन्। हुन पनि महेन्द्र राजमार्ग हुँदै कटासे आएर टिकापुर गाँस्ने सडक अधुरै रह्यो। सडकमाथि दुबो पलाउन थाल्यो। छतिवनतिर बयर टिप्न हिँडेका थारूका लडियाले बाटोमा ठुल्ठुला खाल्डा बनाएका थिए। पानी पर्दा ती खाल्टा भरिन्थे, पानी जम्थ्यो। त्यसमा भ्यागुताले डाइ बान्थे। सबैको सडक बन्छ भन्ने आशाको त्यान्द्रो तन्किँदै गयो र चुँड्यो। बाटो झन् थोत्रिँदै गयो। जिङरिङ्ग परेको बुढो मानिसको दारी चाहिँ दुबो सडकका गालाभरि फैलियो। म कहिलेकाहीँ चौरातिर पुग्दा देख्थेँ, एउटा थोत्रो बस थरथराउँदै बस पार्क आइपुग्थ्यो। रित्तो रित्तो बसमा ती मान्छे हुन्थे जो अन्त कतै बसाइ सर्ने योजनामा थिए। कटासेको आकाशबाट धुवाँको मुस्लो पनि पातलो हुँदै छाटियो र सकियो। म हरेक हप्ता जसो एउटा दोकान बन्द भएको देख्थेँ। ढोकामा झुन्डेका कति तालामा त खिया लाग्न थालेका थिए। कति महिना भयो बा नेपालगञ्ज नगएको। हिसाब गर्न गाह्रो हुन थाल्यो। हर्ष मेडिकल हल लेखिएको साइनबोर्डको इनामेलो उक्किएर बाँकी थियो, केवल हस डिक ल। बाले नयाँ साइनबोर्ड पनि त बनाउनु भएन। मेडिकल बुढो मान्छेको मुख जस्तो थोतो देखिन्थ्यो। र्याकहरू खाली खाली। कति औषधिका डेट गइसकेका थिए। तिनलाई छुट्याउने जाँगर बा आमामा थिएन। म सोच्थेँ कि हामी मात्रै कटासेमा बस्ने हो। अनि मलाई ऐठन हुन्थ्यो जब म छटपटिएर उठ्थेँ। बजारभित्रै छिरेका स्यालको चिच्चाहटले मेरो गर्दन अठ्याउँथ्यो। म सोच्थेँ अचेल सारा कटासेका सुनसान गल्लीहरूमा भूतले फन्का लगाउँछ। अब ती हामीलाई खोज्दै आउनेछन्। सुनसान गल्लीहरू अझै भिउजेका थिएनन्। अब कहिले भिउजे नै छैनन् र यो कटासेले तन्द्रामै मलाई खोज्यो भने म हुने छैन। म हिँडिरहेको थिएँ बाका पछि पछि। मन त गल्लीहरूमा पोखिँदै गएको थियो। चौराहामा कोही थिएन। एक्लो नलका छेउमा उभिएको पिपलको बोट झन् बुढो भएको थियो। पहिला त नलमा एका बिहानै ठूलो भिड हुन्थ्यो, तर अहिले नल चुपचाप थियो, हात गुरे चाहिँ। चौराका 3-4वटा होटलमा भित्रपट्टि टुकी दिप्ती पाइरहेका थिए। सबै होटलवाला निद्रामै होलान्। हाम्रा पैतालाका आवाज कसैले सुनेन। बा अघि अघि फट्याक फट्याक चप्पल फटकार्दै हिँडिरहनु भएको थियो। बेला बेला पछाडि फर्केर हेर्नुहुन्थ्यो। म पछाडि छु, दगेरी जस्तो गर्थेँ। अमौरी खोलाको किनारै किनार हिँड्दा तर्सेका भ्यागुताले फुत्त फुत्त अमौरी खोलामा हाम फालिरहे। मैले सम्झेँ एकराज, रमेश, पूर्ण, यज्ञ, रतन र म यसै गरी हाम फाल्थ्यौँ। मैले साइकल चढेर फन्का मारेका सारा वन चुपचाप थिए। सन्नाटा भरिएको थियो। म पदछाप छोड्दै हिँडिरहेँ। अबेरपछि पर रुखहरूको चेपबाट निलो र शान्त कर्णाली देखियो। यसरी मैले एका बिहानै कटासे छाडेँ। 2039 सालमा हामीहरू आएका हौँ यता। 2039 सालबाट हामीलाई थाहा छ यो कटासेको बजार। हामी अछमबाट, अछम सेराबाट आएको हौँ। 2039 सालमा आएर यहीँ बसेको यसै कटासेमा। त्यतिखेर कटासेको के थियो भने कटासेको भेल्यु अलगै थियो। यहाँभित्र आउने मान्छे बाहिर जानु मनादैन थियो। जस्तै इन्डियाको दिल्ली थियो त्यस्तै यहाँको यो कटासे थियो। भनेपछि जुम्लीहरूका भेडा चरिरहने, जुम्लीहरूका गोरु बाख्रा चरिरहने, जुम्लीहरू आइरहने, नुन लिइरहने, नुन ल्याइराख्ने,
धेरै थियो यहाँ कटासेमा। तर अब अहिले 2055-56 सालबाट कटासे उजाड हुँदै गयो। अब बाटो चाहिँ यिनीहरूले के गरे भने यहाँको नेताले यहाँको अब गाउँठाउँको बासिन्दाहरूले के गरे भने बाटो चाहिँ यिनीहरूले माथि चिक्साउनेबाट कर्णालीबाट माथि राजमार्ग माथिबाट खोल्यो। यो बाटो सिधै टिकापुर हुँदै बाटो बनाइदिएको भए कटासेको यो हाल हुन्थेन। लम्की हुँदै टिकापुर बाटो खोलिदिए। त्यही भएर अब यो बिचमा पढ्यो, यहाँ आउने जाने मान्छेको बाटो काटिँदाखेरि चाहिँ यो कटासे उजाड भयो। पहिला लम्कीदेखि टिकापुर बाटो थिएन? लम्की थिए नै, लम्की बिन्ने केही थिएन। त्यो यही कटासेबाट बाटो थियो, टिकापुर जाने, राजापुर जाने, सत्ती जाने, इन्डिया जाने, यहीबाट बाटो थियो। लम्कीबाट केही थिएन। त्यतिखेर यहाँ चम्किलो थियो। जब यिनीहरूले यहाँका नेताहरूले अब सबैले मिलेर बाटो टिकापुरको लागि लम्कीबाट हालिसकेपछि अहिले यहाँ केही पनि रहेन। अहिले हाम्रो चाहिँ उजाड भयो। त्यही त मलाई पनि कटासे बजारको बारेमा थाहा थिएन। अनि एकचोटि मैले के युट्युबमा के कर्णाली ब्लुज भन्ने उपन्यास सुने क्या, कटासे भन्ने, अनि कटासे सुने अनि चासो लाग्यो। अनि कस्तो रहेछ बजार, अनि एकचोटि घुम्न पनि आएको थिएँ। अनि मैले सोचेँ कि यसो कटासे बजारको कटासे कस्तो छ भने अहिले कटासे त धेरै रमाइलो भइसकेको थियो। त्यतिखेर कटासेमा खेल यहीँ लाग्ने, अनेकौँ किसिमका नाटक यहीँ आउने, अनेकौँ किसिमको कार्यक्रम यहीँ हुने। अब सबै भनौँ पहाडबाट नुन लिन यहीँ आउने। अब इन्डियाबाट आएर यहाँ व्यापार जिलेबी मिठाई सबै तितको व्यापार यिनीहरू यहीँ गर्ने। नेपाली त नेपाली, इन्डियनहरू पहाडको घिउ कटिने, पहाडको घिउ ल्याउने, सबैतिर ल्याउने, हँदेलो ल्याउने, यहाँबाट नुन लिने। धेरै रमाइलो थियो त्यतिखेर। अहिले त यो हो कि होइन भनौँ। अब यहाँ दुइटै छन् दोकान राम्रो चलेका, टोकबहादुर आचार्य र शर्मा। उहाँहरू पहिल्यैदेखि उहाँहरू कटासे उजाड हुँदा बित्तिकै उनीहरू बसेका हुन्। पहिला बसेको थिएन? पहिला उनीहरू त्यति खासै उनीहरूको व्यवहार थिएन। फिल्म हल पनि थियो क्या? फिल्म हल थियो यहाँनिर, त्यो बाँझै छ, छनै छ, बाँझ्या छ। फिल्म हल थियो। तिनीहरूको पहिला चाहिँ व्यवहार थिएन। व्यवहार थियो तर सानो सानो व्यवहार थियो। जब कटासे बजार उठेर गइसकेपछि गाउँले बजारमा तिनीहरूको बजार, तिनीहरूको चाहिँ व्यवहार अहिले चम्कियो। कर्णाली ब्लुज उपन्यासमा एकजना पात्र हुनुहुन्छ डाक्टर हर्षबहादुर। के नाम? हर्षबहादुर साई। हजुर, उहाँको बारेमा केही तपाईँले? त्यति मलाई त्यति थाहा छैन उहाँको बारेमा होइन। ऊ चाहिँ पुराना मान्छे हुन्, म त्यहाँ पछि आएको हो। त्यति साह्रो मलाई त्यतिखेर उहाँको बारेमा थाहा छैन। मेडिकल राखेँ तर हामी सानसानै थियौँ त्यतिखेर। अब हाम्रो बुझ्ने स्थिति भइसकेपछि चाहिँ कर्णाली ब्लुज उपन्यास चाहिँ रियल घटनामा बनिएको हो रहेछ, थाहा भयो? रियल घटनामा कटासेको चाहिँ बनाएको भने रियलमा हो। त्यही कटासेको बारेमा चाहिँ यो कर्णाली ब्लुज उपन्यास आएपछि धेरै थाहा भयो क्या। त्यही त पहिला खासै थाहा थिएन, मलाई नै थाहा थिएन यहीँको मान्छे, म बर्दियाको मान्छे हो। तर पनि बर्दिया त अब बर्दियाको मान्छे त यहाँ आइरहने जाइरहने। बर्दियाको त्यो 50, अब मेरो जन्म त 2050 सालमा भएको होइन। तिमी त जन्मै भएको थिएन। जन्मै भएको थिएन त्यो बेला क्या, जन्मै भएको थिएन। कहिले थाहा हुने? तिमीहरूको जन्म हुन बित्तिकै त बजारै बन्द भइहाल्यो। 2055-56 सालमा त बजारको भत्ता पुल कति सालमा बनेको? त्यो पुल 2051 हो या 52 सालमा बनेको। 2051 म जन्मेकै साल बन्यो होला। 2051-52 सालमा बनेको। कति यो घर पहिल्यै जति सुरुदेखि यो घर? हजुर, मेरो सुरु अर्को घर थियो, त्यो फालेर मैले चाहिँ यो घर बनाएँ। अब यो पनि अहिले फालेर अब। अनि यो घर कसको? त्यो हाम्रै विष्टजी हुन्। उनीहरू चाहिँ यो जग्गा सडक बेचेर गइसके, नेपालगञ्ज गइसके। त्यो सबै मैले उ गरेको छु, लिएको छु। हजुरहरूको छोराछोरी? मेरो छोरा, जेठो छोरा चाहिँ जापान छ, फ्रान्स छ। कान्छो छोरा जापान छ, छोरी चाहिँ न्युजिल्यान्ड छ। छोरीका केटाकेटी हुन्, नाति नातिना छोरीका हुन्। ऊ चाहिँ न्युजिल्यान्ड छ, छोरी चाहिँ दुइटै न्युजिल्यान्ड छन्। अब हामी बुढाबुढी यत्तिकै एउटै रमाइराखेका छौँ। के गर्नु, कहाँ जानु होला? हामीहरू पनि अब जहाँ छोराछोरी लिउँ वहीँ जाने हो। अब जेठो छोराले फ्रान्स डाकेको छ, उसले उता बोलाए उतै जाने हो। कान्छो छोरा ठाउँ बोलाए कान्छो छोरा ठाउँ जाने हो। अब दुई छोरा छन्, जहाँ बोलाउँछन् उहीँ जाने हो। ल हुन्छ त, ल हुन्छ। पानी खानु होला, पानी खाएर जानु।
के अनि पहिला बजार राम्रो थियो हजुरको पसल हो अहिले कतिवटा पसल छ बजारमा 3टा पसल छ 3टा मात्रै पसल छ है कति सालमा राख्नुभयो त्यो पसल पसल 46 सालमा त्यसो भए हजुरलाई त पुरै थाहा होला नि के अरे बजार बस्दाखेरि बजार सुक्दाखेरि सबै थाहा छ बजार बस्ने बेला थाहा छैन बजार उठ्ने बेला अरू सबै गइसक्यो तपाईँ किन जानु भएन त फेरि पहिला त ठिकै थियो यहाँ पनि राम्रै थियो बिक्री भइरहन्थ्यो अब सबै गयो जमजम भन्दा पनि त्यस्तै हो अब रोइ बसिहाल्यो छोडिदिइहाल्यो यही रमाइलो